साथीहरू आज मैले लिएर आएको छु बाबु नानीहरुका लागि एकदमै सजिलो खाजाको रेसिपी जुन चाहिँ बन्नलाई मात्र लाग्छ 5 मिनेट अनि मात्र बन्छ 2 वटा चीजबाट। अनि त्यो 2 वटा चीजहरु चाहिँ के हो भनेर चाहिँ भिडियो अन्तिमसम्म हेरिदिनु होला है। अनि सबभन्दा सुरुमा त मैले उसिनेको आलु लिए, त्यसपछि त्यसलाई कोरेसामा कोरिदिए, त्यसमा राखे मैले थोरै कर्नफ्लोर अनि थोरै स्वादअनुसार नुन। तपाईहरु यसमा प्याज पनि राख्न सक्नुहुन्छ, धनिया पनि राख्न सक्नुहुन्छ, खोर्सानी पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ त्यो सबै स्किप गरे किनभने मेरो बाबुले खाँदैन। अनि थोरै त्यसमा मैले तेल राखेर त्यसमा मुसिदिए। तपाईहरु यसमा घिउ राखेर पनि मुस्न सक्नुहुन्छ। मसँग चाहिँ आज घिउ थिएन र मैले तेलमा मुसे। त्यसपछि यतिको डो बनाएर हातमा थोरै तेल राखेर त्यसलाई मैले शेप दिन लागे। शेप चाहिँ तपाईहरु जस्तो पनि शेप दिन सक्नुहुन्छ। मैले चाहिँ लाम्चो आकारको शेप दिए, तपाईहरु गोलो अनि स्माइली फेस जस्तो पनि शेप दिन सक्नुहुन्छ। मैले चाहिँ लाम्चो शेप दिएर मैले चाहिँ बनाउँदै छु। सबै एक एक गरी बनाए। हातमा तेल लाउँदै या त घिउ लाउँदै बनाउनु पर्छ, नभए हातमा टाँसिन्छ। त्यसपछि मैले एक एक गरी सबै रेडी गरे। अनि त्यसपछि रेडी गरिसकेपछि चाहिँ मैले थोरै टुथपिकले त्यसलाई घोच्न थालेँ के। यसरी घोच्नुपर्छ, नभए चाहिँ त्यो फ्राई गर्दाखेरि पटपट फुटेर आफूतिरै आउँछ नि त। अनि यो चाहिँ मेरो ट्रिक हो, यस्तो गरेपछि चाहिँ आउँदैन, त्यही भएर मैले यस्तो गरेँ। अनि तातेको तेलमा मैले त्यसलाई फ्राई गर्न लागे। अलिअलि गर्दै मैले फ्राई गरेँ। त्यसलाई चाहिँ हामीले गोल्डन ब्राउन हुनुन्जेलसम्म चाहिँ फ्राई गर्नुपर्छ। अनि गोल्डन ब्राउन हुनुन्जेलसम्म चाहिँ फ्राई गरिसकेपछि चाहिँ त्यो खानालाई रेडी हुन्छ। अनि त्यसलाई चाहिँ यत्तिको भइसकेपछि चाहिँ निकाल्नुपर्छ। अनि निकालिसकेपछि चाहिँ यो रेडी हुन्छ। मैले चाहिँ त्यसलाई रेडी गरेर यत्तिको बनाएँ। अनि त्यसपछि चाहिँ हाम्रो खाजा 5 मिनेटमा बन्ने खाजा रेडी भयो। तपाईहरु पनि आफ्नो बाबु नानीहरुलाई एकपल्ट ट्राई गर्नु होला। तपाईहरु यसलाई केचप, दही जेसँग पनि सर्भ गर्नु सक्नुहुनेछ। थ्यांक यू फर